आज हाम्रो एमबी भर्सेस बिबिए को अब क्रिकेट छ है गेम होइन जस हाम्रो टिममेटहरू यहाँ छन् ए हान्छ हो बोल ए यहाँ हान्ने नै मलाई न्युजले हानेर गएन मलाई देखेस् नि अब यस्ता छन् अब के भन्नु सो अब होइन आज हाम्रो एमबी भर्सेस बिबिए छ होइन अब हाम्रो प्लेयरहरू त पुगेको छैन त्यही पनि आउलान् भनेको आएको पनि छैन यहाँ अलि गेम भइरहेछ होइन देखिरहेछ कि छैन त्यस गेम भइरहेछ होइन ठिक छ सो के भन्नु छ आजको लागि अब सबैजनाले 100% दिने हो आज जे जस्तो हुन्छ रमाइलो फुल त भइहाल्छ त्यो बाहेक अब एफर्ट पनि हामीले फुल दिने सोचेका छौँ आज अब रिजल्ट त हाम्रो हातमा छैन यो ब्राजिल वाट्सएप उहाँ चाहिँ अब पुरै कसरत गर्दै होइन भुँडी हेरेको अनुसार चाहिँ प्लेयर त देख्दैन त्यही पनि अब लेट्स सी यसो भइरहेछ क्याच प्र्याक्टिस होइन त्यस्तै हो वाट अ क्याच जस विकेट किपरमा हुनुपर्ने गुण त देखिरहेको छु है आमा के हो यिनीहरू त पुरै यिनीहरू त बम फाले पनि क्याच गर्छन् होला हो केटाहरू फेरि झगडा गर्न थाल्यो क्या आफ्नो टिममा विश्वास छैन क्या कसैलाई पनि यसले अब विकेट किपरलाई यसले रोक्दैन भनिदियो ब्याट्सम्यानलाई यसले हान्दैन भनिदियो होइन त्यस्तो भएर चाहिँ के भयो भने होइन केटाहरू पहिला आफ्नो टिम राम्रो बन्नु पर्यो क्या आफूसँग बिलिभ चाहिँ हुनु पर्यो आफ्नोमा युनिटी भयो भने चाहिँ होइन आफ्नो टिममा विश्वास गर्यो भने चाहिँ अनि अर्को टिमलाई हराउन सकिन्छ आफ्नै टिमको लागि बस भयो त्यो धेरै चाहिँदैन धेरै भिडियो किन बढाउने हामीले होइन यति यो कुरो जस आफूमा बिलिभ गर्नुपर्छ है विश्वास गर्नु पर्यो एक्सक्युज मी एकछिन कति बोल्छौ हौ तिमीलाई यो भिडियो हालै दोस्त त्यही हो लाइफको जुनसुकै परिस्थिति भए पनि आफूमा बिलिभ चाहिँ गर्नुपर्छ हाम्रो टिमको अब डिस्कसन चलिरहेको छ होइन अब लेट्स सी होइन के डिस्कस हुन्छ नाइस वान है नाइस आइडिया हाम्रो 100 मिटर रेसको अब खेलाडी आइसक्नु भएको छ है खै कता हुनुहुन्छ एउटाको सो केही भनिदिइहाल्नु पऱ्यो हाम्रो खेलाडीले 100 मिटर रेसको खेलाडी आइसक्नु भयो चस्मा लाउँदै उसले गोल्ड जितेन भने उसलाई बहिष्कार हान्नुपर्छ हाम्रो क्लासदेखि है साथीहरू उसलाई चाहिँ हामीलाई विभीषणको नाम लिएको छौँ भन नि त ल किन किन भन्दाखेरि म चाहिँ मेरो जोरले बोल मेरो भाइहरू मेरो दाइहरू रावणहरू छन् होइन मलाई मेरो टिममा राखेन अनि त्यसपछि म विभीषण अब यहाँ बानर सेना पुरै जम्मा गरेर एकदम आज रावणको पेटमै तीर हान्दिने होला हो यो भाइले के गरे भन न यहाँ म भन्छु नि यो भाइले के गरे भन न गयो होइन हाम्रो ओपोनेन्टको टिममा गयो होइन बुझ्न गयो के कस्तो रहेछ भने त्यहाँ बुझेर हामीलाई भन्यो कि खासै छैन त यिनीहरू हामीले जित्न सकिहाल्छौँ हात्तिनु पर्दैन यिनीहरूको आफ्नै कन्फ्लिक्ट अफ इन्ट्रेस्ट चलिरहेछ भन्यो सो त्यो उसो त्यही भएर हामीले एउटा विभीषणको नाम दिएको हो अनि डोमिनेटर्सको ब्याटर्सले 3-4 रनहरू अर्को तपाईँको त सर्ट मिसफिल्ड अनि यो रहेको छ 4 रनहरू हामी हाल्यो रन आइसकेको छ लास्ट बल गुड शट यो पनि 4 रन गुड शट अनि यो 6 रन्सको लागि अनि क्याच ड्रप and finally is caught out कस्तो छ 57 रे हामी एउटा चौका गयो के फरक पर्दैन त्यो हेलो त्यही भएर यसो थ्रो चाहिँ फाल्ने अब नचाहिने थ्रो फाल्ने थ्रो फाल्दाखेरि चाहिँ मलाई सपोर्ट रन केही पनि छैन चान्सेस छ हामी चाहिँ जित्ने सोचेर हिँडेको मान्छे थियौँ है तर आउट अफ नोवेयर अब हार्ने अवस्थामा आइसक्यौँ ऊ 19 रन हानेर आउट भयो उसको त कुरै नगरौँ म पनि 1-2 रन हानेर आउट भएँ अब भाइ चाहिँ यो रेडी भइरहेछ यो यसको पनि भविष्य देख्दैन धेरै म अब विभीषणले अब रङ प्ले गरेर रहेछ हामीलाई सो फाइनली आज हामी हारिसक्यौँ होइन धेरै एक्सपेक्टेसन लेखेर आएको थियौँ होइन लास्टमा हार्ने थियो भएन भाइ बसाल्यो भएन नाइस केटाहरू गइसक्यो आज बेलुका भ्लग हाल भन्दाखेरि अब त्यो मोबाइल चाहिँ हुँदैन सबजना गइरहेछन् होइन
भ्लग चाहिँ कोही गर्नु हुँदैन त्यो आजको दिन यति नै अब फेरि भेटौँला है त भोलि भेटौँला लेट्स गो अब